चाहेको रूप नै लिन सक्छु। हेलो ओइ के गर्दैछौ? यत्तिकै बसिरहेको, तिमी? म पनि यतिकै। सुन न, आज हामी घुम्न जाऊँ ल? ल हुन्छ, तर कहाँ जाने? लप डाँडा। ए कति जानु त्यहाँ? त्यसो भए भन न त, कहाँ जाने बुढी? सुसाइड पोइन्टमा। ल ल, चिटिक्क बनेर आऊ है बुढी। होय अबुई कस्तो मान्छे? के साह्रो भूत जस्तो तर्साको? नरिसाउ न, किन रिसाएको हो बुढी? हेर न, हाम्रो घर जाने बाटो त्यो पारी। बाटो मात्रै त देखाउँछौ नि, लाने चाहिँ हैन? यही मङ्सिरमा लान्छु हो तिमीलाई, त्यही बाटो। साँच्ची यत्रो बेरसम्म चाहिँ कहाँ गएको थियो? नरिसाउ न। हे तिमी पनि सुन न, तिमीले पहिलोचोटि मलाई कहाँ देखेको? कलेजबाट आउँदा। के भयो? त्यो दिन तिमीले मलाई कति माया गर्छौ? माया त धेरै गर्छु नि। यता हो न बस। कति धेरै? माया कसरी देखाउनु? न जोक्नु मिल्छ न देखाउन। तिमी त कस्तो मान्छे, माया गर्नु पनि जान्दै। पोख न पोख। त्यो कति बिग्रेको, घरको काम के देख्दैन, खाली मोबाइल हेरेर बस्छ। कति गराउँछ सौ पाउने, धेर नगर न। उमेर पुगेको छोरी एकछिन त चलाइहाल्छ नि। के को नकर, तिमीले गर्दा छोरी बिग्रिसक्यो। कति साह्रो पत्ता गर्दो रहेछौ? के भएको छ यसले आज? फुल फुलाउनु, छोरी बिग्रेको दिन थाहा हुन्छ। बाउको छोरी पो त, बाउको नाम थामिहाल्छ नि। ओइ रवि, छिटो भात पकाएर खाएर गाई हेर्न जा भनेको सुन्नुहोस्। dialing is not answering. Please call back later. हैन यो मान्छे आज कोसँग व्यस्त छ? हैन यो मान्छे आज मर्छ होला, फोन चाहिँ उठाओस् न। यो मान्छेले फोन किन काट्छ? यो मोबाइल पनि आज फुट्टाइदिन्छु नि म। यत्रो बेर कोसँग बोल्दै थिइस्? साथीसँग। कुन साथी हुन्छ तेरो यत्रो बेरसम्म बोल्ने चाहिँ? साथी नि, तँलाई किन चाहियो ह? मलाई नचाहिएर अरु कसले चाहिन्छ त?
त धेरै हक जमाउनु नखोज है। ए त्यसो भए कोही होइन रहेछ मतिर। हो त नगर मलाई, किन गर्छस् पनि? त्यसो भए यत्रो समयसम्म चाहिँ के नाटक गरेर बसेको थिएँ? को छ? मेरो अर्कै छ, हो नगर मलाई। हा हाइन हा 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 तिमी जस्तै राम्री त अहिलेसम्म कोही देखेको छैन। तिमीलाई थाहा छ, तिमी त मेरो पहिलो माया। मलाई रोज्ने मायाले कसरी अरूलाई रोज्न सक्छ? तिम्रो माया बिना यो ज्यान कसरी बाँच्न सक्छ? कि अर्को छन्दमा म तिम्रै हुनेछु। छोरी तैँले यो के गरिस्? तँलाई बाबाको माया लागेन? हेर बुढी, रोएर आफूलाई धेरै कमजोर नबनाऊ। अब छोरीले बाटो बिराइहाली, दुःख त मलाई पनि लागेको छ नि, तर के गर्नु, रोएर गाउँभरि हिँड्नु मिला छैन। रोएर समस्याको समाधान हुँदैन बुढी, बिस्तारो सब ठिक हुन्छ। छोरीले हामीलाई हेर बुढी, अब धेर नरौ, सबै ठिकै हुन्छ। रोएर आफू कमजोर हुने मात्रै हो। जति रुनु रोइसक्यो, अब नरौ। मम्मी म बोलेको सुन्नुहुन्न? मम्मी मम्मी रोएर आफू कमजोर हुने मात्रै हो। जति रुनु रोइसक्यो। मायामा कसैले धोका दियो भन्दैमा जीवन त्याग्नुहुन्न। जीवन बारम्बार पाइँदैन, कहिले मिलन कहिले बिछोड, सुख दुःख जीवनमा आइरहन्छ गइरहन्छ। जीवनको यात्रामा धेरैसँग भेट हुन्छ, छुट्टिन्छ। जीवन सङ्घर्ष हो, सङ्घर्ष गरिरहनुपर्छ। जीवनदेखि कहिले हार मान्नुहुन्न। अरू कसैको साथ नभए पनि जीवनमा पाइला पाइलामा बाआमाको माया आशीर्वाद र साथ हुन्छ। कस्तो भुल गर्न लागेको रहेछु। 2 दिनको मायाको लागि जिन्दगीभरि मलाई माया गर्ने बुवा आमाको मायालाई बिर्सेर